जान्छौँ हामी अब हामी जान्छौँ खर्च बस्छ भोलि काममा आफ्नो ड्युटीमा जाने होला कि बस्छ बिहान सकेर उठेर जानु होइन अनि सन्चो छ अहिले सन्चै छ यतिकै छ कि जाने हस्पिटल जाउँ अस्पताल जाने 3-4 दिन बस्ने हुन्न अस्पतालले केही गर्दैन क्या मलाई औषधि खानु हुँदैन बानी अस्पताल गएर आउनु बानी हिजो अस्पताल गएर आयो त सन्चो भयो तपाईँलाई होइन म नि त्यो सुत्या बानीभित्र सुतिरहनु भएको थियो है बात सुतिरहनु भएको थियो मैले सोचेँ हिजो राति मेरो आँखा झपक्का लागेको छ सुतिरहनु भएको थियो अब कता के गरिरहनु भएको तपाईँले देख्नु भएन मैले थाहा पाएँ अनि कान्छी भनेर कान्छीलाई बोलाउनु कान्छी लुगा धोइरहेछु अनि कान्छी गएर माइलो छोरीले मलाई गाली अरे तँ सुतिया बसेर मान्छे हेर्नु पर्दैन मैले त्यति आँखा झपक्का लागेको थियो अरे अनि कान्छी भने बोलाएको सुने उसो भन्छु अनि पछि पो रवा छ पुछेको अरे कति खाएको के गरिरहनु कसरी ल्याउनु अहिपछि चाहिँ खातेबाट लड्यो कि फेर्नेबाट लड्यो कि मलाई थाहा बोल्न जान्नु अनि थियो ल्याएर हिजो ल्याएको कति झ्यालु गार्नु भन्ने कस्तो गुम्से यस्तो गर्मी छ गुम्सेर झन् धेरै दुःख लाग्यो झ्यालु गाडी राख्नु मलाई देख्न सक्ने वरिपरि जानु तपाईँ हस्पिटल नगएर हो कि तपाईँलाई देखिन नसक्नु भएको तपाईँ उपचार गर्दै नजाने भन्नुहुन्छ तपाईँ उपचार गर्दै नजाने भन्नुहुन्छ अनि रिसन भने त्यही भएर बा जाउँ न त एक दिन अटो चढेर अनि अस्पतालमा चाहिँ के गर्ला त मलाई के देखाउला र भन् खान्छु मैले औषधि ल्याए यति औषधि ल्याए 2 दिन हो कि 3 दिन पशुरामले खुवाइदियो पकाइ भातै खाना अनि के गर्छ औषधि खाएर ठिकाउने बाला त औषधि खाएर ठिकाउनु मलाई औषधि खाएर ठिकाउनु तपाईँलाई नै हुन्छ तपाईँ नखाएर पो त हो पहिले सिरेले यो प्रेसरको औषधि 5-6 वर्ष खुवाएको नुन काट्ने बेला भएको थियो काट्नु मान्छे नपाए अति थियो हिजो कानालाई बा लडेर लिएर त्यस्तै छ मलाई नकाट्दैन कान्छीले के भन्यो कि म कान्छु तपाईँलाई हस्पिटल लिएर जाउँ उपचार गराऊँ भने के हो क्या अरे अब मान्नुहुन्न